हेलो गाइज वेलकम ब्याक टु एसआरचिज मेडिसिन। अब अहिले चाहिँ हामीले यो एन्ड अर नट फङ्सनको जुन हामीले अघिल्लो भिडियोमा कुरा गरेको थियौँ होइन, अब त्यसको बारेमा कुरा गर्छौँ। अब कसरी चाहिँ एन्ड अर नट फङ्सन चलाउने भनेर होइन। अब यसमा चाहिँ अब हामीले अघि दुईवटा एक्जाम्पल जुन दिएको थियो, प्रेग्नेन्सी र हाइपोथाइरोइडिजम। अब त्यसकै उल्लेखमा प्रेग्नेन्सी भनेर मैले मेसमा गएर सर्च गरेँ है। प्रेग्नेन्सी भन्दाखेरि एउटा स्पेसिफिक टर्म आयो, अब त्यसलाई मैले ओपन गरेँ। त्यो गर्दाखेरि अब यसमा चाहिँ भनेअनुसार चाहिँ यसो छ प्रेग्नेन्सी भनेको भन्ने भयो। सो ओभरअल हामीलाई चाहिएको टर्म चाहिँ यो भयो। सो हामीले अघि नै भने जस्तो के गर्छौँ, हामी यता एड टु सर्च बिल्डर गयौँ। एड टु सर्च बिल्डर गरिसकेपछि यहाँ एउटा सर्च टर्म आयो होइन। अब यहाँ छ अघि हामीले भनेको एन्ड अर नट भनेको चाहिँ यतातिर आउँछ क्या। एन्ड फङ्सन चलाउने कि अर चलाउने कि नट चलाउने भने चाहिँ यहाँबाट आउँछ। सो फर्स्ट कन्डिसन चाहिँ हामी एन्ड चलाउँछौँ होइन। अब यसमा चाहिँ के हुन्छ, हामीले मेसबाट गएर गरिसकेपछि पबमेट सर्च बिल्डर भनेर यता राखिसकेपछि यो चाहिँ यत्तिकै बसिरहन्छ जबसम्म हामीले यसलाई डिलिट गर्दैन अथवा काट्दैन, त्यो बेलासम्म त्यत्तिकै बस्छ है। सो अब हामीले यता मेसमा के गऱ्यौँ त भन्दाखेरि अब अर्को कन्डिसन के थियो, हाइपोथाइरोइडिजम है। हामीले सर्च गऱ्यौँ हाइपोथाइरोइडिजम सर्च गर्दाखेरि एउटा हाइपोथाइरोइडिजम आयो, त्यो पनि ओपन गऱ्यौँ। अब ओपन गरिसकेपछि अब हामीले यता पबमेट सर्च बिल्डरमा हामीले कुन चाहिँ टर्म राख्ने, एन्ड राख्ने कि अर राख्ने कि नट राख्ने। सो अब हामीले एन्ड राखेर के गरिदिउँ, एड टु सर्च बिल्डरमा क्लिक गऱ्यो भने अब दुइटै आयो, प्रेग्नेन्सी र हाइपोथाइरोइडिजम दुइटै भएको आयो होइन। सो त्यो आउँदाखेरि चाहिँ अब हामीले सर्च इन पबमेड गऱ्यो भने अब हेरौँ है त आर्टिकल कतिवटा आउँछ। आर्टिकल 3682वटा आर्टिकल आएको छ ओभरअल होइन। अब यसमा चाहिँ प्रिकन्सेप्सन, सब हाइपोथाइरोइडिजम यताउति के भनेको छ, तर जे भए पनि प्रेग्नेन्सी र हाइपोथाइरोइडिजम दुइटै भएको आयो। सो एउटा न्यारो सर्च आयो है, अघि हामीले भने जस्तो। अब यही कुरा अब हामीले के गऱ्यौँ, मेस टर्ममा सर्च गऱ्यौँ है। मेस पबमेड सो मेस भनेर सर्च गऱ्यौँ है। अब यसमा चाहिँ अब हामीले के भने हाइपोथाइरोइडिजम अर यो भनेर सर्च गरेको छ होइन। सो के गऱ्यौँ, हामीले हाइपोथाइरोइडिजम गऱ्यौँ अनि एड टु सर्च बिल्डर गऱ्यौँ अनि प्रेग्नेन्सी भन्यो अनि त्यसलाई पनि अब हामीले एड टु सर्च बिल्डर गर्ने बेला एन्डको ठाउँमा हामीले के लगाइदिउँ, अर हाइपोथाइरोइडिजम होइन। ओके, प्रेग्नेन्सीलाई मैले एड गरेँ यसमा अनि अब सर्च गरेको चाहिँ हाइपोथाइरोइडिजम सर्च गरेँ होइन। अनि यसमा मैले के गरेँ, एन्डको ठाउँमा युज गरेँ अर है। अर युज गरेर अब मैले के गर्छु त भन्दाखेरि एड टु सर्च बिल्डर गरेँ, त्यो गर्दाखेरि अहिले अर भन्ने आयो। सो यसलाई मैले गरेँ सर्च इन पबमेड है। अब सर्च इन पबमेड गर्दाखेरि देख्नुभयो नि रिजल्टहरू कतिवटा आयो, 1,124,552 रिजल्ट्सहरू आयो। यही कुरा यसमा खालि डिफ्रेन्स के छ, अर छ कि एन्ड छ। अब अघिको एन्डमा हेर्नु 3600 रिजल्ट आएको छ भने यसमा यतिवटा रिजल्ट आयो। अब कहिलेकाहीँ यो गर्दाखेरि हामीले खोजेको रिजल्टहरू छुट्न सक्छ। सो हामीले अर युज गरेर गर्न मिल्यो होइन। अब अर्को कन्डिसन दिएँ, मैले नट खोजिदिन्छु है। अब मेस भनेर खोजेँ मैले है। मेसमा मैले के गरेँ, प्रेग्नेन्सी सर्च गरेँ है, एड टु सर्च बिल्डर, अर्को भनेको हाइपोथाइरोइडिजम सर्च गरेँ। अब यसलाई मैले के गरेँ, नट युज गरेर एड टु सर्च बिल्डर गरेँ र सर्च इन पबमेड गरेँ है। अब हेर्नु रिजल्ट त धेरैवटा आयो, तर यसमा आउने चाहिँ प्रेग्नेन्सीको रिजल्टमा कुनैमा पनि के आएको छैन, हाइपोथाइरोइडिजम भएको आएको छैन है। अब अहिले तपाईँले हेर्दाखेरि यसमा धेरै डिफ्रेन्ट चाहिने नचाहिने जेपाती आर्टिकलहरू आएको हुनसक्छ। किन भन्दाखेरि हामीले यसमा चाहिँ अब दुइटा कम्प्लिटली अनरिलेभेन्ट टाइप अफ खोजेको छ नि त। तर फर इक्जाम्पल प्रेग्नेन्सी नट फर्स्ट ट्राइमेस्टर भन्यो भने सेकेन्ड र थर्ड ट्राइमेस्टरको वाला मात्रै रिजल्ट आउँथ्यो होला, अथवा प्रेग्नेन्सी नट थर्ड ट्राइमेस्टर भन्यो भने फर्स्ट र सेकेन्डको मात्रै आउँथ्यो होला। सो रिलेटेड टर्म्सहरू युज गर्दै जाँदाखेरि चाहिँ नट टर्म युज गर्दा राम्रो हुन्छ। अदरवाइज चाहिँ त्यही यसरी नै रिजल्ट चाहिँ स्क्यु भएर चाहिँ अब 1 मिलियनसम्म आइसकेको छ होइन। सो त्यो हिसाबको आउँछ क्या। अब यही कुरामा है, अब हामीले फर इक्जाम्पल अघि भनेको जस्तै कुरा चाहिँ अब के गरेँ त भन्दाखेरि यसलाई मैले कट गरेँ होइन, कट गरेँ। अब हाइपोथाइरोइडिजम नट प्रेग्नेन्सी गरेँ होइन। हाइपोथाइरोइडिजम नट प्रेग्नेन्सी। अब यो गर्ने हो भने हेर्नु है,
रिजल्ट कतिको फरक आउँछ देख्नुभयो। अब हाइपोथाइरोइडिजम भएको तर पेसेन्ट हु आर नट प्रेग्नेन्ट है, अब यो चाहिँ रेलेभेन्ट भयो नि त कम्पेयर टु प्रेग्नेन्सीमा त डिफ्रेन्ट कुराहरू हुनसक्छ। हाइपोथाइरोइडिजम इज जस्ट अ स्मल पार्ट होइन, तर हाइपोथाइरोइडिजम इन प्रेग्नेन्सी चाहिँ एउटा सर्च टपिकहरू भयो नि त, त्यो मध्ये पनि अब हेर्नु 33,000 रिजल्ट्सहरू आएको छ। सो यही कुरा हामीले एन्ड टर्म युज गर्दाखेरि 3,000 रिजल्ट आएको थियो, अल टर्म युज गर्दाखेरि 1 मिलियन र नट टर्म मिलाएर युज गर्दाखेरि चाहिँ 33,000 होइन। सो यो कसरी मिलाउने के मिलाउने त्यो हेर्न चाहिँ अलिकति रेलेभेन्ट छ क्या, तपाईँले युज गर्दै जाँदाखेरि थाहा हुँदै गर्छ होइन कसरी गर्ने के गर्ने। सो दिस वाज अल अबाउट एन्ड अर एन्ड नट टर्म होइन। अब यसपछि चाहिँ विल बी टकिङ अबाउट अब हाउ टु युज दिस सर्च स्ट्राटेजी इन कम्बिनेसन होइन। मेस टर्मै युज गर्नुपर्छ भन्ने छैन, कहिलेकाहीँ यत्तिकै युज पनि गर्न मिल्छ होइन। अनि कसरी यिनीहरूलाई मिलाउन मिल्छ भन्ने कुराहरू छ है, अब त्यो चाहिँ पछि हेरौँला। So till then, thank you for being in the video and thank you for watching the video. So hope to see you in the next video. Thank you.